गुड मर्निङ साथीहरू। टुडे इज 7th डे। अब चाहिँ हामी यहाँबाट चाहिँ सुर्खेत हुँदै कहाँ जाने र दिदी? स्वर्गद्वारिका गएर बस्ने आज। बाई बाई। सम्पूर्ण भक्तको आजको आनन्दको जय श्री राधे। यो चाहिँ सुर्खेतको बडी चौर। हाम्रा आन्टीहरू आमाहरू बिना मम्मी के खानुभयो? सातो खाने भनेको अनि केरा किने मुरे केरा रहेछ। केरामा केरा मिठो केरावाले केरा क्या मुरे। आमा चिया मिठो छ। मिठो त छ। मम्मी चिया मिठो छ, एकदम धेरै मिठो छ छोरी। कोपिला ठुलामा के खानुभयो? चाउमिन खाने के खानुभयो? मैले चाउमिन खान लाएको अनि केरा खाएँ। आमा चाउमिन मिठो थियो। मिठो छ। हामी चाहिँ बडी चौरबाट चाहिँ खाना खाएर बसमा जाँदैछौँ। रमाइलो रहेछ बडी चौर। दिदी खाजा मिठो थियो? खाजा खायौँ। अब चाहिँ बसमा जाँदैछौँ। ओहो खरबुजा बेच्न लागेको नि त नानीले त। खोइ त यहाँ त छैन। प्रहरी चौकी बडी चौर। बाई बाई बडी चौर। सुर्खेत हस्पिटल। अब चाहिँ हामी सुर्खेत गर्दैछौँ। बाई बाई सुर्खेत।
चाहिँ थाहा पनि सबैलाई जाउँ भन 6000 हो भन त्यसो भए सबैलाई जाउँ भन पाटन दरबार हो ए बङ्गला मुखी छुट्यो माया रे नामुखी पाटन दरबार हो ए बङ्गला मुखी छुट्यो माया रे नामुखी छुट्यो माया रे नामुखी स्वर्गद्वारी जानकी काठमाडौँ रिसाउनु कि नानी तिम्रो घरमा म जानी थिएँ नानी
केही छ केही भएको छैन राम्रो छ यात्रा घुम्दैछ बसले हल्ला र थके लागेको छ त्यही हो आमा के छ ठिक छ छोरी मम्मीलाई के छ दिदी ठिक छ आमा सन्चै हुनुहुन्छ सेकेन्ड टाइम टायर पङ्चर सबजना चिया खाँदै हुनुहुन्छ आमा चिया मिठो छ चिया मिठो छ के हो त नि माया चिया त मलाई खाइएको छ नि एक महिना के भन्छ अरे उहाँले चाहिँ नमस्तेको के भन्छ अरे सुदन गुरुङ फेरि गृहमन्त्री होस् भनेर यो फुल चढाइदिनु भनेर दिनुभएको जय घन्टी होइन
रात पर्यो प्युठान आइपुग्यौँ अब रुम खोज्दै हुनुहुन्छ सो एकछिनपछि भेटौँ हस्